सपना ठुलो भए न त हिलोले रोक्छ न त पानीले नै। अहिले सामाजिक सञ्जालमा 3 जना बालबालिका वर्षाको समयमा प्लास्टिकको रेनकोट लगाएर आफ्नै धुनमा हिँडिरहेको भिडियोले धेरैको मनलाई छोएको छ। यो भिडियो हेरिसकेपछि धेरैको बाल्यकाललाई बिउझाउँछ। यो भिडियो सामाजिक सञ्जालमा कसरी आयो? यो भिडियो कुन ठाउँको हो? अहिले यो भिडियोको वास्तविक जान्नको लागि धेरैजना दर्शक श्रोताहरूले खोजिरहनु भएको छ। दर्शकबिन, यो भिडियोको वास्तविक भने यस्तो रहेको छ। यो भिडियो रोल्पा जिल्लाको रुन्टीगढी गाउँपालिका 4 को हो। लोकेन पुन नाम गरेका एकजना व्यक्ति आफ्नो दिदीलाई छोड्नको लागि बाटोमा जाँदै थिए, जसको लागि उनले बस कुरिरहेका थिए। गाडी नआएपछि उनी प्रतीक्षालयमा गाडीको बाटो हेरिरहेका थिए। त्यतिकै बेलामा उनको नजर जान्छ जहाँ 3 जना बालबालिका जो प्लास्टिकको रेनकोट लगाएर स्कुल जाँदै थिए। उनले त्यो दृश्यलाई आफ्नो मोबाइलमा कैद गर्छन्। त्यसपछि उनले सामाजिक सञ्जालमा हाल्छन्। उनले आफ्नो मोबाइलमा त्यो भिडियो कैद गर्नुको कारण यो थियो, जुन दृश्यले उनको बाल्यकाललाई बिउझायो। त्यसैले उनले उनीहरूको भिडियोलाई सामाजिक सञ्जालमा प्रस्तुत गरे। सामाजिक सञ्जालमा दर्शकहरूले यो भिडियोलाई यति धेरै रुचाएर सेयर गरे कि सबैको बाल्यकाललाई यही भिडियोले बिउझाउँछ। दर्शकबिन, गाउँले जीवन धेरैको बाल्यकाल यसरी नै बितिरहेको हुन्छ। बर्खाको टाइममा सिमसिमे पानी परिरहेको हुन्छ। गाउँको बाटो निकै चिप्लो हुन्छ, तर आफू पढ्नको लागि बर्खाको समयमा रुच्दै या त छाता ओढ्दै या त प्लास्टिकको रेनकोट लगाएर भए पनि स्कुल जानुपर्ने बाध्यता हुन्छ। त्यही समयमा 3 जना बालबालिका प्लास्टिकको रेनकोट लगाएर स्कुल जाँदै थिए, जुन दृश्यले अहिले सामाजिक सञ्जालमा धेरैको मनलाई छोएको छ। यो भिडियो धेरै दर्शकहरूले हेरे तापनि यो भिडियो कहाँको हो भनेर धेरै नै एउटा अन्यलमा परिरहेका थिए। भिडियोको वास्तविक जान्नको लागि धेरैजनाले कमेन्ट समेत गरिरहेका थिए। यदि तपाईहरूलाई यो भिडियो साँच्चैकै मन पर्छ र यो भिडियो हेरेर तपाईले आफ्नो बाल्यकालको याद आयो भने अवश्य पनि भिडियोलाई सेयर गर्नुहोला र कमेन्ट बक्समा अवश्य पनि कमेन्ट गरेर जानुहोला।